अनलाइफमा एकदमै राम्रो डिभिडेन्ड दिन सक्ने क्यापेसिटी भएको कुन छ अहिले? सन्जु दाइ 나중에 나오면 돌려줄게요. 새로 사람 나온다며요. 새로 사람 나온 거예요? 여기? 푸대에 반 어떻게 했어요? 반은 어떻게 했어요? 한 명 더 나와야 될 거 아니에요? 사람들이 한 명 더 나와야 될 거 아니에요? 아니, 한 명 더 빼는 거 아니에요? 아니, 아니면 다른 사람도 뭐 방 필요하면 내 대신에 내 방 쓰고 내가 다른 거 들어주려고. 저도 이제 방 이사하려고 생각했는데. 俺从来看真的看情况怕情感，俺听了考察。 오래됐어요. 그 방도 작아. 그래서. 닫아주세요. 방 닫아주세요. 그럼 같이 구우면 되잖아요. 저도 그 이야기 했는데, 뭐, 이사 갈 생각 있으면 가도 네, 된다고 이야기했어요. 알겠습니다. 감사합니다. 저는 쿨인데, 근데 일반이 에라 이씨바가 뭐. 3년 전에 뭐 이사할 수 있다니까 이제 얼마 안 남았어요. 3월 전에, 3년 전에 이사할 수 있답니다. 이거. 좀 많이 알아보세요. 먹어. 열심히 해. 네. 밑에 쓰레기 너무 많아서 냄새 나온단 말이야, 밖에. 네, 있습니다. 이거 다 할게. 괜찮아, 그럼. 그럼 생각해주세요. 어? 언제든지. 어. 그, को बोल्दै हुनुहुन्छ? हाम्रो माथि ओम सरको खोइ ड्युटीमा भयो जस्तो लाग्यो, एकदमै आवाज चाहिँ क्र्याक भइरहेछ। मेरो माइक अनै रहेछ म यता बोलेको यता कामतिरै बोलेको त्यही भएर एयरफोन कानबाट खोलेर बोलेको थिएँ त्यही भएर होला ओहो, यो सोलु भन्ने कसले आयो त नि? 30,000 अर्डर हालेर आयो त्यहाँ, अर्डर लिएर 708 रुपियाँमा। फाइनेन्स ठोकम दाजुहरू, फाइनेन्स फाइनेन्स बुम बुम। कता आँखा लाउने हुनुहुन्छ यसलाई मेरो त पहिल्यैदेखिको कम्पनीमा यसो अलिअलि सेक्टर कतातिर ए हिजो अस्ति 20,000 किट त बाई अर्डरमा राख्ने तपाईँ पो हो क्या हो केमा पहिल्यैदेखि कम्पनीमा छैन मेरो कहाँ। ए ब्याङ्कहरू त प्राय हरियो छन् त आज। कम्पनी
अब पहिला नेप्से जति बढ्यो हाइड्रो त्यति बढ्थ्यो अब ब्याङ्कको पा लाग्यो त जति बढ्यो त्यति बढ्नलाई पोइन्ट के हो यसलाई भन्नुमा 915 SPIL ले राम्रो रिपोर्ट निकालेन भन्दै थिए साथीहरूले खोइ त SPIL त खासै घट्न त मानेन त HRL बढिरहेछ NRIC 6 रुपियाँ रातो BBC को कन्डिसन के छ 45 रुपियाँ बढ्या रहेछ नि त BBC 92 रुपियाँ CIT को राम्रो रिपोर्ट आएको थियो आज ल राम्रो रिपोर्ट निकालेको CIT 5 रुपियाँ माइनसमा रहेछ मान्छेलाई रिपोर्टको मतलबै छैन कि खास भन्ने हो नि उहुँ। 920 हेलो हेलो के भएको एलेक्स सर बिहान त के हो देखाएकै थिएन त ए आज ठुलो समस्या नि यसमा क्लब र हाउसको नेपालको एप नै क्लबहाउसमा चलेको छोड्यो थिएन कि अब ब्यान गरिदियो क्या हो भनेको होइन क्लब हाउसमा पनि चलेको थिएन कि त्यही त क्लब हाउसको सर्भर डाउन थियो आज अहिले नि कतिपय यो फिचरहरू आइसकेका छैन हजुर हजुर एक दुईजनाको मात्रै प्रोफाइल खोलिरहेछ अझै पनि मोड बाहुन देखाएन त्यही त यो डिप्रेसन भन्ने मान्छेको चाहिँ खुल्छ होइन एकै क्लिकमा फट्टै खुलिहाल्छ अरूको खुलेन यो सर्किट भाइ भन्ने पनि खुल्दो रहेछ अप ट्रेन्ड पनि खुलेको रहेछ त अप ट्रेन्ड पनि खुलेको छ दुईजना हुन्छ त्यहाँ हुरुर हुरुर के हो यो 37 सर कता हो भने आज यार चलेन अनि म त नचलाइ बसेको थिएँ अब यसो हस्पिटल जाँदैछु हस्पिटल
सतीश दाइ हाम्रो एलेक्सालाई मोड दिनु त। आज मोड दिनै मिल्दैन यहाँ। ए सतीश सरको यी मिल्दो ढिलो रहेछ। आएर किन मिल्यो, ढिलो आउने मान्छेलाई मिल्दो रहेछ के हो? खै एलेक्स दाइलाई त मिलेन त केही पनि दिन मिलेन दरवाजा नि भन्छ लक्ष्मी दाइलाई नि मिलेन के हो नि फेरि यो यस्तो उत्पात यो डिप्रेसनलाई सतीश उता सरले त यो डिप्रेसनलाई मिल्छ। सतीश सरलाई मैले यो तल एउटा एकजना यो ह्याप्पिनेस भन्नेले त्यो ऊ पठाइरहेको छ, त्यो माथि पिन गर्नु त्यो लिङ्क चाहिँ। यहाँ अलिअलि भोट त माग्नु पर्यो नि यार। कफी टिरिङ टिरिङ टिङ त्यहाँ यसो सम्भावना नभएको भए अब यो खासै चासो हुन्थेन। अलिकति तेस्रो पोजिसनमा रहेछ। ल दाइ ल ल ल आइसकेको छ सर म्याडमहरूले त्यहाँ यसो माथिको लिङ्कमा गएर यो हाम्रो उता वीरेन्द्र सरहरूले एउटा के गरिराख्नु भएको रहेछ, त्यसमा अब 5 जनालाई भोट हाल्न मिल्छ, यसो मलाई नि सम्झिनु होला। यो अब हामी हरियो भइजा भनेर कराइरहनु नपर्ने भयो अब आजबाट। ल बस्दै ल सतीश दाइ एउटा सर्किटवाला माल भन्नु पर्यो होइन? सर्किट त अब उसमा फरवर्डमा लागिरहेछ नि आउटलीमा सर्भरमा माथिबाट आउटलीमा एउटा हायर हाई बनाउला जस्तो छ लक्ष्मीलाई। हेर्नु अहिलेलाई मलाई चाहिँ त्यस्तो त्यो सर्किटवाला माल साल चाहिँ थाहा छैन मलाई चाहिँ हस्पिटल जानु छ हेर्नुहोस् ढाका काट्नु छ चाँडो चाँडो मोमो खानु छ ए आज हो काट्ने दिन त आज हो दाइ अब होइन, अहिले मोमो खान त्यति हतार गर्नु हुँदैन, बिस्तारै। थोडा सबर कीजिए। तर मोमै खाने भए चाहिँ मैले एकदम जेन्युन राम्रो कुरा गरिरहेको छु नन लाइफ 2 महिनालाई हेर्ने नन लाइफ खोदिने नन लाइफले मजाले दिन्छ 2 महिनामा अब एकदम बटमबाट फर्क्यो क्या नन लाइफ याद गर्नुहोस् है मैले एकदम याद गरिरहेको छु कति बेला फर्किन्छ मार्केट सन्जु दाइ? यहाँ मेरो यहाँ छिमेकमा नि कुखुरा कराएको आजकल त त्यो कुखुरा कराएपछि मैले सतीश सरलाई सम्झिरहेको छु यार। त्यसलाई भन्दिनँ दाइ यहाँ मान्छे यहाँ रेडी हुन थालिसक्यो हस्पिटल जानु त्यो दिनकै आयु लुगा बढिरहेको लाउँदै त्यसको। लुगा लाउँदैछु टाँका काटेको 2 दिनपछि तँलाई चिरिप्पै पार्छ धेरै कराइछु जो सतीश सर लोकल कुखुरा लभर हो भन्ने कुरा अस्ति नै कता एउटा पोस्ट हेरिरहेको थिएँ मैले। कुखुरा समातेर फोटो हालिराखेको कता हो, फेसबुकमा कता हो। रातो पनि समाते सेतो पनि समाते अब एउटा कालो समातेर हाल्नु आउटली चार्टमा एउटा हायर हाई फर्मेसन गर्ला जस्तो छ है मार्केट चाहिँ।
सर्लकै हो सर, किन सुक्नु भयो हो? जे होस् हाम्रो एलेक्स दाइले किबोर्ड थिचेको अनुसारको भोल्युम चाहिँ आएन है दाइ। छैन छैन। नेपालले त 2 पनि नपुग्ने भयो त आज दाइ, के गर्ने? यसो 100,000 10,000 लाख 10 लाख करोड अलिअलि पैसा भएकोले हिजो अस्ति किनिहाले, अब छैन गोजीमा खैनी खाने पैसा कसले किनिदिनु भयो अब? कौडी न अब सौडी हेर्ने मात्रै बजार बस्ने दौडी भने जस्तो भएछ नि त। हो हो। बढ्छ कि भनेर अब हेर्ने बस्ने सुत्ने होइन, त्यस्तै छ सर। तर भोल्युम आयो भने कम्पनीहरू त्यति साह्रै अब घट्न चाहिँ नमान्ने जस्तो लाग्यो। अब हिजो अस्तिबाटै अलिअलि देखियो, के गरे खै अब भन्न नमानेको कि सोच्दैछ कि। भन्न लाग्छ नि सरले धेरै दिन भयो। हजुरको त्यो त्यति धेरै भरभर्ती नबढे नि हेर्नुहोस् न, प्राय जसो ब्याङ्कहरू इन्सुरेन्सहरू थोरै भयो नि, 1 रुपियाँ 2 रुपियाँ भयो नि हरियो छन् प्राय जसो। यो हाम्रो लक्ष्मी सहरको पहेँलो ब्याङ्क चाहिँ 1 रुपियाँ 1 रुपियाँ 20 पैसा रातो रहेछ, नत्र भने साह्रै नराम्रो चाहिँ देखिएन। कति घटोस् त नि बिचरा 1800 हुँदाको रेटमा आइसक्यो। ओके ग्लोबल 1 रुपियाँ हरियो छ है ल, ग्लोबल 1 रुपियाँ हरियो छ। जेबिएलले पनि राम्रो बढिरहेछ। बेच्ने जतिले बेचिसके होला कि योभन्दा कममा अब नबस्ला। ल है त, अब यो टाका साका काटेपछि अनि म फेरि तपाईँहरूसँग जोडिन्छु। अहिले चाहिँ स्योर म स्योर। घरबाट निस्केँ। ल, अब घरबाट निस्किनु पर्यो। ल खोइ आज सोनम बाबु कता गयो? सोनम बाबुको पुरै उहाँ 10,000 किता माथि किन्न हालेर रहेछ, माथि नै टपमै छ। 3 रुपियाँ पनि त्यो प्लस छ कम्पनी। सतीश चाहिँ हो, टाँका खोल्नु गएको मान्छे त फेरि ममा हस्तिर चाहिँ नपुग्नु है पहिला। आज चाहिँ होइन है, यसो 2-4 दिन आराम गर्नुपर्छ। अब तलब चाहिँ आएछ होइन, अब अर्को हप्ता आउँछ भोलु, मन्डे आउला सरहरूको अलिअलि। कोरियन केटाहरूको खातामा पैसा आयो होला आज, मेरो चाहिँ अहिले आएछ। भोलि त पछि राति बिदा हो होइन, अनि त्यही भएर 10 तारिक बिदा पर्छ आइतबार। त्यो आज खातामा पैसा आएछ, खातामा पैसा आउँछ जम्मा गर्ने राख्ने होइन सरहरू। खेलाडीले नथपाउने गरी खाँदाखेरि अथवा एकुमुलेसन गर्दाखेरि छिर्ने होइन, अब थापाउने गरी एकुमुलेसन गर्छ तब किन्ने। त्यसैले खातामा पैसा राख्ने आनन्द सुत्ने। यसो बेकार भएर यसो बोलिदिएको होइन, मार्केट अवस्था हेर्दाखेरि अब तपाईँहरू चुप लाग्नु भएको छ, खासै बढाएको छैन होला।
त्यसरी अनुमान गरेँ मैले। किरातो भयो कोही बोल्नुहुन्न। यस्तो खालले हुन्छ भनेको बोल्दैन बोले सब फिनिस भएर बसेको छ यार यत्तेरी कता हो रिकर्डेड हो कि साँच्चै कोही बोल्या हो लन्जीको जस्तो सुनियो त स्वर त कताबाट रेकर्ड खोज्दै ल्याउँदै बोल्दै गरिदिनु होला नि बोल्ने मान्छे अब ठप्पै बोल्ती बन्द भएपछि अब हामीले बोल्नु भनेको यही 10 मिनट ब्रेक टाइममा हो 10 मिनट मात्रै हो ब्रेक 2 घण्टामा 10 10 मिनट मिनेट ए यो 2 घन्टाको बिचमा 10 मिनट ठिक हो अब अघि 12 देखि 1 खाना खाने टाइम भयो अब 1 देखि 3 काम गर्यो 3 देखि फेरि 3:10 यसो पानी सानी खाऊ टोइलेट सोइलेट जाऊ भन्ने अनि कोरियन लाउनेहरूको तलब आएन खातामा? आए आए खाता नम्बर हाल्देऊ म हाल्दिन्छु म हालिदिन्छु भन्दै के हो फेरि उयो गर्नु भएको छ? खै खाता नम्बर दिनु पर्यो नि त अनि होइन क्या कम्पनीबाट हालिदिन्छ नि कस्तो खाता नम्बर दिनु पर्यो भन्ने खाता नम्बर त थाहा भइहाल्छ कम्पनीले ब्याङ्क अकाउन्ट खोलिदिन्छ आउने बित्तिकै। होइन तपाईँकोमा हाल्दिने भनेर हो मेरोमा हालिदिने हस् यत्तिको पर्छ है यतिको दम चाहिँ छैन है यो बोलीमै दम भएन क्या। हेर्नुहोस् अब हेर्नुहोस् दाउदजी तपाईँको अस्तिसम्म हिजोसम्म 4 महिनाको बाँकी थियो आज 5 महिनाको आज हुन्छ अब हो 2-4 जनाले हाल्यो भने 8 महिनाको तलब हुन्छ हेर्नुहोस् त्यसपछि कोल्याटर झ्याप्पै मार्गले रुनु हाँसु बनायो होला सरहरूलाई मलाई कहाँ तलब हाल्नुहुन्छ उहाँहरूले। यो 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 दाउदले फोटो नचोदिन्जेल माथि बस्न नदिन्छ बिचको कुरो फोटो फेर्दै मिलेन मिल्दैन रहेछ। मसँग छैन हो एकै अरू दिन्छ मोड छैन मसँग के को फोटो हो त्यो? राम्रो फोटो हो त दाउ राम्रो फोटो सरलाई होइन अब फेर्न मिलेन के त अब फेर्न मिलायो भने त होइन फेरिहाल्छ नि फेर्नै मिलेन यहाँ। आइडी उडान परेको पुरा देश देऊ सरहरू हेर्नुहोस् एनआरआइसी र एचआरएल हरियो हरियो हुन थालेछ अब किन्ने बेला हो भइसक्यो आज बेच्ने दिन हो त्यसो भए बेचेर कहाँ गर्ने सबैलाई घाटामा छ त्यो। लसमा यहाँ के मान्छेलाई बेच्ने हो अब बेच्नै किन्ने कुरा हो हो र मान्छेलाई आइपिओ बेच्नै वालाको कुरा मात्र हो फाइदा हो त्यो। के आइपिओ भने बोक्नेलाई फाइदा छ। मेरो एउटा कम्पनीको दाइ छ 200 किता परे रहेछ एचआरएलको आइपिओ राखेको हिजो छन् पनि हेर्नुहोस् हिजो पनि मार्केटलाई चाहिँ तपाईँको ग्रिन बनाउन सफल भएको भनेर एनआरआइसी एचआरएल एनटिसी बिबिसीले गर्दा हो आज पनि किनर नै हरियो छ एचआरएलको आइपिओ 180 किता पऱ्यो 200 किता पऱ्यो बुझ्न होला नि हो नि त आइपिओ त नि 180 परेको थियो नि फरेनरहरूलाई त नि 180 भन्दा माथि परे होइन 200 किता कसलाई परेको थियो मैले थाहा पाइनँ है त्यो कुरो 200 परेको छ मेरो कम्पनी दाइलाई एउटा दाइलाई बुढो बुढो दाइ छ। कसैलाई 200 परे 180 पऱ्यो तपाईँलाई आफूलाई 30 किता परेको हो आफूलाई आफूलाई बेच्दै 80 बेच्दिनँ 180 पऱ्यो घरको मान्छेलाई 20 किता पऱ्यो 200 भइहाल्यो त जिन्दगी बेच्दिनँ भन्छ भने 1100 हुँदा नि बेच्नु 200 भन्दा मान्दैन 1000मा नि बेच्नु भन्दा मान्दैन। 200 किता चाहिँ परे होइन है 180 मैले किता बेच्नु पऱ्यो भने त्यो कि अब त झरेको त भन्छु त्यो झरेर के गर्नु म बेच्दै बेच्दिनँ कहिले बेच्दिनँ भन्छु। अलिकति ब्रेकअप स्ट्रक्चर बन्दैछ है नेप्सेको कोलाटरल सबैको हटाइदियो अब के हो तपाईँहरू त कसैले कोलाटरल माइनसमा छ हौ किन्यो मेरो त 32 लाख माइनस बनाएको छ मेरो कोलाटर कसरी भयो यो 32 लाख मात्रै माइनस बनाइदिएछ माइनसै अनि हानिदिएछ यहाँ कोकोसको कोलाटरल छ छैन यसो भन्नु त
के भएको भनेको सर हामी मिलाउँदैछौँ 1-2 दिनमा हुन्छ भन्छ। अनि सर्किटजीको कोलाटरल छ कि छैन? मेरो पनि छैन, अस्ति मेरो पनि पहिलो छैन, कोलाटर छैन, मेरो पहिलो जेरो। पहिलो दिन त मेरो पनि त्यो खासै तिर्नलाई चाहिँ 10-12 लाख तिर्न बाँकी थियो, तर 64 लाख माइनस बनाइदिएर रहेछ। अनि फेरि पछि भनेर प्लसतिर बनाउन लगाएँ मैले। अब जे होस्, पहिला जस्तो ठुलो दिँदैन कि ठिक ठिक दिन्छ। हो रहेछ, पहिले 2-3 त तर आइरन्थ्यो, अहिले त धेरै तर दिन्छ। तर तर म चाहिँ चुपुर चुपुर ट्रेड नगर्ने भएर होला, मेरो चाहिँ कोलाटरल त लागेको छैन है। त्यो एक दिन चाहिँ तपाईँको त्यो अस्ति त्यो जुन त्यो पत्र आयो त्यसको भोलिपल्ट चाहिँ 70 हो सबका हो सब हो, माइनस बनाइदियो। सबको माइनस छ। हो र? हो, त्यहाँ यिनीहरूले कसलाई कसलाई दिएको थियो होला, ठुलो ठुलोलाई, अब यसो सानो सानोलाई अलिअलि अलिअलि यो माइनस बनाउँदै यो मिलाएर। माथि यो एकैछिन यो माथि राखेर त्यो भोट गर्ने काम नगर्नुहोस्, तपाईँको प्राइभेसी बेच्ने काम चाहिँ नगर्नुहोस् होइन। यो माथि आइडी राखेर यो फलाना ढिस्काना तपाईँको इमेल आइडी र आइपी एड्रेस ट्र्याक गरिरहेको छन् है, त्यो भोट गर्ने काम चाहिँ नगर्नुहोस्, त्यसलाई पनि गर्नु। अब नयाँ आइडी चाहिँ खोल्न बन्द गर्नुहोस्। मलाई त भोट गर्नै आएन हौ कसरी हो। होइन यो भोट सोट नगर्नुहोस्, यो तपाईँको आइपी एड्रेस र इमेल एड्रेस ट्र्याक गरिरहेको छन् होइन, यो चाहिँ चिनेकै मान्छेहरूले चाहिँ दुरुपयोग गर्ने, जो कुरा पनि गर्नुहोस्, विश्वास गरेकै मान्छेहरूले दुरुपयोग गर्ने विचार गर्नुहोस्। तपाईँको इमेल एड्रेस आइपी एड्रेस ट्र्याक तपाईँलाई त गर्ने नयाँ इमेल आएर भन्ने तनाव दिन सक्छ होइन। हेर्नुहोस् है, तपाईँ म्याक्सिमम् मान्छेहरूले आफ्नो इमेल आइडी राख्नुहुन्छ, त्यही भएर यो आइडी लगइन गर्ने काम चाहिँ नगर्नुहोस्। अब जो जसले खोल्नुभयो खोल्नुभयो। पाण्डे गुरु ल हेर्नुहोस् मैले पठाइदिन्छु मेसेन्जरमा। सब सोतर भएको हो। कुरो के छ कुरो लक्ष्मी दाजु? एसएपीपीएल को प्रचार गर्न आए हाम्रो चौधरी सर फेरि। बुम 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 बुम। कहाँ गयो लक्ष्मी दाजु? हेलो गुड आफ्टरनुन, के छ गाइज, हाल खबर? के छ कुरो लक्ष्मी दाजु? साल्पा विकास ब्याङ्क 900 पुर्याउँछु भन्नेले 1200 तल पुर्याउन सकेनन्। खै के हो पारा? 900 पुर्याइदेऊ न हो कोही। सालपा यस्तो गुड न्युज भएको बेलामा कहाँ घट्ला। त्यही त नि, हो चौधरी। इमान्दार मतवालीहरूको ब्याङ्क रहेछ कि होटल सेक्टरमा चौधरी लगानी रहेछ। आजै बेचेर आउनुभयो के हो चौधरीजी? छैन, बेच्दैन। कहाँ बेच्छु मैले? 1200 भन्दा तल आएको सबै किनिदिएको मैले। घटाउँछु भन्दै हुन्छ। घटाउने होइन नि हौ। लु त आज 900 पुर्याउनु त। यो सालपा घट्ने जस्तो देखिँदैन। यो 1600-1700 को माल हो। डिपिएस -1 नभए त्यो 1700 होइन 2000 कै माल हो हुन्छ। नयाँ कम्पनीलाई इपिएसले असर गर्दैन क्या। त्यही त्यस्ता भन्दा इपिएस भन्दै हामी नयाँ जेनजी स्टक सबै त्यस्ता नाथे हामीले बढाएर इपिएस, त्यस्ता नाथे इपिएस। हामीले टन्न पैसा जम्मै बाहिर पठायौँ क्या यसरी। यो ठुल नयाँ आइपिओ जतिलाई 2000-3000 मा पुर्याएर त्यो भएन यो पाराले। तपाईँ जुन पुरानो हाइड्रोमा बसिरहनु भएको छ भने पागलपन हो त्यो। त्योबाट बाहिर आइहाल्नुहोस् मजाले। तपाईँ सालपा किन्नुहोस् नकिन्नुहोस् होइन, तर 400 त्यो मुनिको डेभलपमेन्ट हो, डेभलपमेन्ट 400 मुनिको किन्नु। जे पनि गर्नु तपाईँ डेभलपमेन्ट ब्याङ्कमा तपाईँले जस्तो हुन्छ किन्नुहोस् बस्नुहोस् होइन। किन यो त मेरो सेयरमा लिस्टेड पहिलो ब्याङ्कहरू मध्ये इतिहासमा, ब्याङ्कको इतिहासमा मेरो सेयरमा लिस्टेड पहिलो ब्याङ्क हो साल्पा विकास ब्याङ्क।
ल हेर्नुहोस् यो के कुरा भने बुझ्नुहोस्। के भने अँ, मेरो सेयरमा लिस्टेड भएको पहिलो बैंक हो साल्पा विकास ब्याङ्क। त्यो मेरो पनि लो सेयरमा क्याप, लिस्टेड त्यो पनि लो क्याप। अनि जो 32 इपिए तपाईँको नेटवर्थ भएको नारायणी डेभलपमेन्ट ब्याङ्क छ त्यसको तुलनामा त कति गुणा राम्रो छ। यसको नेटवर्थ हेर्नु त। त्यो जो तपाईँको नारायणी डेभलपमेन्ट ब्याङ्क छ त्यसको नेटवर्थ हेर्नु, त्यसको क्याप हेर्नु, 15 लाख क्याप छ, फ्लड छ पुरै हो। अनि 6 महिना तपाईँको अगाडि बढ्दैन त तरकारी चाहिँ छोडिदिनुहोस्। त्यो 1100 छ भने अब यो 1200 मा आएको छ भने त यो त माल हो यार, चिज हो, इजी। ल हेर्नु, लसेलाई सम्झाउनु न यार यो मान्छेलाई। माल हो यो त। 103 रुपियाँ नेटवर्थ, 32 नेटवर्थ भएको 1100, 133 नेटवर्थ भएको कति। अनि लो क्याप, लो क्याप उनीहरूले भने त्यही छोडिदिनु। बराबर। ए नारायणी एनटिसी डेभलपमेन्ट किन्नुहोस् न 500 नेटवर्क भएको 800 मा छ एनटिसी किन्नुहोस्। यो 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 त 3300 3500 जाने देखियो त त्यसरी कम्पेरिजन गर्दा त। कम्पेरिजन हो यो चाहिँ। उहाँले जान्नु भएको रहेछ, क्या बात। यो पढे लेखेका मान्छे भने यस्तो हुनुपर्छ। 10,000 पुगाउँछन् नि पैसा पढाइ लेखाइ भएपछि त। बुद्धि नभएको। एजुकेसन हेर्नु, ल हेर्नु एजुकेसन भने यो हो। अनि तपाईँहरू जानु त्यो प्रमोटर खुलेर हाइड्रोमा जानु, केही छैन। तपाईँहरू जहाँ गयो नि केही असर गर्दैन। प्रमोटर चौधरी खुलेर हाइड्रोहरूमा अनि तपाईँको हाई क्याप कम्पनीहरूमा गएर बस्दा हुन्छ। चौधरीजी फाइनेन्स किन्नुहुन्न तपाईँ किन हो? फाइनेन्समा नजाने, अब फाइनेन्स सबै प्ले भएको छ, त्यहाँ सबै फसेका मान्छेहरू छ। यसमा प्ले भएको छैन, नयाँ कम्पनी हो, प्ले हुन्छ यसमा। तपाईँ पनि सबै त्यही कम्पनी गेमबाट प्ले हो। भइसक्यो। अब एसवाई प्यानल प्ले भइसक्यो कम्पनी हो। प्ले भएकोमा को जान्छ? खाइ धुवाई लगाई लात्ता हानेको कम्पनीमा को जान्छ? तपाईँ नयाँमा पनि जाउ न। त्यतैबाट आउनुभएको हो। यसमा प्ले भएको छैन क्या। प्ले हुनलाई यसलाई अब तपाईँको प्ले भयो भने 1800 कटाएर यसले लात्ता हान्यो भने यसमा छोड्नुपर्छ। तपाईँ तपाईँ पनि फाइनेन्स आर्मीबाट रिटायर हो कि जस्तो लाग्यो मेजर। यो त तपाईँको जरोमा छ क्या यो कम्पनी। जरोमा भएको हुनाले मैले भने ठेकमा किन्नुहोस्, माथि लगेर फाल्नु। फाइनेन्स आर्मीको मेजर हुनुहुन्थ्यो होइन पहिले तपाईँ? हुँदैन आज जुत्ता हाल्नु ल। भोलि दिपु दा आयो भने फेरि यसमा तपाईँको दिपेन्द्र दाई आयो भने त खतरनाक खेल खेल्छ। मलाई लागिरहेको थियो त्योभन्दा मेजरै हुनुहुन्छ। फाइनेन्स आर्मीको मेजरै हुन् भन्ने थाहा थियो कि। एउटा कोही आइदेला तिम्रो सेयर बढाइदेला अनि खाउला खुदो। होइन, यो त हामी आफै बढाइहाल्छौँ नि, अरूलाई चाहिँदैन नि। यो त सानो छ त, त्यति ठुलो छ त। भन्छु सारा हाइड्रो बेचेर आउनुहोस्, सारा हाइड्रो बेचेर आउनुहोस्। म एनटिसी बेचेर आइरहेको छु भने सारा हाइड्रो बेचेर आउनुहोस्। ल हेर्नु, एनटिसी जस्तो ब्लू चिप कम्पनीलाई बेचेर आइरहेको छु। गरिब हुनुको रिजनै हो, हामी कुन कुन समयमा किन्ने हामीलाई थाहै हुँदैन। हामी 1800 पारी गएपछि किन्छौँ, फेरि फेरि उसले फालिदिन्छ, फेरि हामी 1200 मा आउने। 1200 मा किन्ने हो, 1800 मा फाल्ने हो। यो दिमाग लगाउने हो। इमान्दार मतवालीहरूको ब्याङ्क हो त्यहाँ। कोही लटर पटर केही पनि छैन त्यहाँ। कोही टपरेहरू मात्र म्यानेजमेन्ट टिममा मात्र हो। एजिएममा कोही टपरै छैन, एक पनि। न मारवाडी छ न कोही छ। 1600 वटा गोर्खालीहरू छ। गोर्खाली अनि इमान्दार मेहनत गर्नेहरू, त्यो 2.5 लाख 3-3 लाखको पेन्सन खानेहरूले चोरी गर्ला त लाजै भइहाल्छ नि। उनीहरूले आफ्नो इज्जतका लागि खोलेको ब्याङ्क। अनि तपाईँको लोन केमा इन्भेस्टमेन्ट छ यसको? सोलुका होटलहरूमा। सोलुका होटल यानि डलर कमाइ हुने होटलहरूमा। जहाँ डलर प्रिन्ट कसरी हुन्छ थाहा छ? उसलाई खाना अनि बिमारी डलर कमाए नि दिने त त्यही ब्याज मात्र होला नि कि डलर सबै दिने हो? मेरो त ट्रेड गर्ने हो, मलाई त बालु भएन। त ट्रेडर प्ले गर्ने हो, भइहाल्यो। अनि त्यति राम्रो ब्याङ्क डुब्छ अरे, कर्णाली भन्छ अरे। कर्णाली भन्छ इस भन्छ, कर्णाली त बन्दैन यो। घरबाट पैसा लगाएर उठाइहाल्छ यिनीहरूले।
खर्च एकदम कम छ। 8 ठाउँमा एक्सपान्स भइरहेछ। 8वटा ब्रान्चहरू राम्रो राम्रो ठाउँ खुलिरहेछ। चाकमा धुवा आइरहेछ केटाहरूको। हाइड्रोमा फसेको छ बिचरा। अझ त यो त चाहिँ नि टेलर अठार मात्रै हो। आशिष 70% चौधरी 70% चाहिँ नि 1800 चाहिँ नि सालपामा फसिस अनि चाहिँ नि सबैलाई हाइड्रोमा फसेको चाहिँ नि अब हाइड्रोको 70% फाल्यो भने के हाल हुन्छ? के हाल हुन्छ मारवाडीहरूले? काङ्ग्रेस एमालेको मारवाडीहरूले, माओवादीको त मारवाडी हुँदैन, तिनीहरूले आज फालिदियो भन्दा भने सालपा 1800 कति किनिस् भन् त 1800 सालपा को टोपी लगाएर बसेको हो केही नभन् सालपा अस्ट्रेलिया 2000 मा फसेँ कसले पुऱ्याइदिन्छ सालपा 2000 पुऱ्याइदिए त म निस्किन्छु यार सालपामा फसेँ नि म साल्पामा फसेर आफ्नो धुवा निक्ल्या कहाँ जा अर्काको धुवा निक्ल्या भन्दै हिँडेर काम छैन। एभरेज एभरेज गरौँ है, एभरेज गरौँ। किन फस्नु भयो त्यति माथि किन्ने बरु हो नि? आफू आफू फसेको छु लौ न उद्धार गरिदिनु पर्यो भन्न आऊ भने भइहाल्यो नि सिधै। ए म त फसे छैन, त्यस्तो उधार गर्न पर्दैन। होइन ऊ तर 1800 मा फसेको छ क्या 1800 मा फसेको छ यहाँ आएर चाहिँ नि हल्लाखोर गर्दा बढ्छ भनेर सोचेको होला वाट्सएप पठाउनु, म त्यति डब्लुएसिसी हल्लाखोर गरे क्यालकुलेसन पनि गरेको चाहिँ म नि पठाइदिन्छु धेरै तपाईँलाई। गतिरोइलो गरे पनि हुनेवाला म बन्नेवाला डब्लु छैन म डब्लुएसिसी जोना पठाइदिन्छु। धोना चाहिँ नि तपाईँ मलाई अलिक कम गर वाट्सएप चौधरी वाट्सएप नम्बर पठाए। ओइ चौधरी रोना धोना कम गर त्यसो प्रोफाइलमा राख प्रोफाइलमा राख व्हाट्सएप पठाउनु किन पठाउनु सबैलाई देखाउनु। राख प्रोफाइलमा राख प्राइभेसी हुन्छ त्यसरी देखाइँदैन। के का प्राइभेसी आफूको चिकन खाएर चाकमा धुवा आइसक्यो। मार्केट त उड्यो यार मार्केट उड्यो यार खोइ लक्ष्मी दाइ कहाँ हो है सालपा त 22 ले बढिसकेछ त खेलाइट लाग्यो के हो भएको कम्पनी 22 रुपियाँ बढ्ने भनेको यो खासै ठुलो कुरा होइन हरू तपाईँले भाद्र महिनापछि 100 रुपियाँ भन्दा तलमा बाई गर्न पाइयो क्या। यति फाल्छ तपाईँको त्यो पाइपलाइनमा 2023 भन्दा अगाडिको पाइपलाइनमा भएको सबै कम्पनीहरू फाल्दै भएको छ। यसरी फाल्छ, ऋणको हड्डी तोडिदिन्छ तपाईँहरू। विचार गर, ध्यान देऊ। 90वटा कम्पनी छ, कोही लगानीकर्ता बचाउन जानेवाला छैन। त्यस कारणले डेआई आज ब्रेक गरे है डेआई ब्रेक गरे चुपचाप ट्रेडिङ गरौँ, आउनु साथसाथमा ट्रेडिङ गरौँ। त्यस्तो घाटा भन्ने मेरो भइदिया भयो म यहाँ बस्ने पनि थिएन होइन। मजाले म त्यत्रो माथि किन्नेवाला मान्छे पनि होइन, म त्यति कमजोर बुद्धिको मान्छे पनि छैन होइन। साथसाथमा ट्रेड गरौँ, ग्रुपको फ्यामिली बनाऊ होइन, धनी बनाऊ, सबैजना मारवाडी बनाऊ। एक दिन यो याद आउला तपाईँलाई, मैले जे बोलिरहेको छु तपाईँलाई एक दिन याद आउला। यार साँच्चै भन्थ्यो नि त्यसले, हामीले जानेनौँ भन्नु होला। हाइड्रोको सेयरहरू जब 100 रुपियाँ तल जाला त्यसपछि थाहा होला। 70% सप्लाई आउनु भने चान्चुने कुरा होइन। हेलो चौधरी, फेरि आफ्नै बुद्धिले जोगी हिँड्नु ठिक छ है चौधरीको बुद्धिले भन्दा आफ्नै बुद्धिले जोगी हिँड्नु ठिक छ रिस चौधरी गर्नेहरू भनेको भनेको बाँदर हाइड्रो हो लगाउने गर्छन्। बाँदर धेरै बाठो भयो भने बल्छ सेपेर मर्छ भन्छ त्यस्तै हो क्या मङ्की क्लेभर बढ ड्यामेज चौधरी चाहिँ नि मङ्की हो मङ्की मङ्की चौधरी सो थाहा हुन्छ, भाद्रपछि थाहा हुन्छ हाइड्रोको सेयरको हालत के हुन्छ, थाहा हुन्छ। चौधरीलाई चाहिँ नि सधैँको लागि चाहिँ नि यहाँबाट अलविदै गरिदिँदा बेस्ट होला जस्तो लाग्यो मलाई चाहिँ नि सधैँको लागि चाहिँ नि टाटा बाई बाई क्या सधैँको लागि आजको लागि मात्रै होइन सधैँको लागि ल चाहिँ ठिक नि छ, ब्याङ्किङ एन्ड फाइनेन्सियल हो सेक्टरलाई मोस्ट डिप्रेसन प्रायोरिटी आफू दिन्छु। चाहिँ धेरै 1800 धेरै मा धन्यवाद। किनेर डिप्रेसन भइसकेको छ यहाँ ल आएर चाहिँ ठिक नि छ, ठिक छ, डिप्रेसन पोख्ने ठाउँ होइन भाइ ठिक छ।
ठिक छ यसलाई ठिक चाहिँ छ अब होइन यहाँबाट सधैँको लागि बाई बाई हाल्नु हुन्छ जस्तो लाग्यो मलाई चाहिँ मोडमा भएको सरहरूले यसो होइन यो 5,000 चाहिँ जाँदैन आज एससिबिबिएल होइन चाहिँ झुट झुट हेर्नुहोस् बोल्नु होइन हुँदैन तपाईँको 1800 1600 कि 1800 मा बेच्न पाइन्छ तपाईँको कुरालाई सहमति गराउँथे पो बोल्दै हुनुहुन्थ्यो होइन आज यो क्लब हाउसले नै यो चौधरीकै दिनु हो भनेर चाहिँ उहाँलाई चाहिँ फाल्नै नमिल्ने बनाइदिएको छ क्या कुरो त्यो हेर्नुहोस् होइन धन्यवाद धन्यवाद त्यही भएर आज चौधरीकै दिन रहेछ भन्ने कुरो लगभग लगभग प्रमाणित गर्दैछ चौधरीले धन्यवाद धन्यवाद ठिक छ क्लब हाउसलाई धन्यवाद तपाईँलाई पनि धन्यवाद के छ चौधरीको अल्टरनेटिभ रुम खोल्ने हो त अल्टरनेटिभ विकल्प नखोलौँ र कमेन्ट गर्नु चौधरी अल्टरनेटिभ चाहियो भने रुम खोल्न सकिन्छ तर त्यो भ्रमको खेतीमा चाहिँ नपरौँ है साथीभाइहरू मेरो प्रिय साथीहरू तपाईँलाई म मेरो एक्सपिरियन्स सेयर गरिरहेको छु मेरा अनुभवहरू सेयर गरिरहेको छु सरकार जतिकै राम्रो होस् जतिकै पृष्ठपोषण भएको होस् जतिको तपाईँले राम्रो राम्रो ठानिरहनु भएको छ त्यति राम्रो पनि छैन सरकार त्यस कारणले गर्दा सेयर मार्केटमा को जो 70% को जो सप्लाई आउने भनिरहेको छु त्यहाँबाट बाँच्नु होला यतिको भन्दै मैले बिदा मागेँ है त नरिसाउनुहोस् यार गाली गरेर केही हुँदैन बोल्न पाइन्छ मरेर केही पनि लाने होइन होइन तपाईँहरूले डेमोक्रेसी हो बोल्न पाइन्छ मजाले बुम बुम गर्नुहोस् सालपा किन्नुहोस् 300 पनि प्रफिट भयो भने तपाईँहरूको जिन्दगी बनेको केही छैन 100 किता नै किन्नुहोस् धेरै किनौँ भन्दैन 100 किता किन्नुहोस् तपाईँहरू धेरैमा फसाइदियो नभन्नु होला फेरि 100 किता मात्रै किन्नुहोस् एफडिआई ब्रेक गरेको छ है र मार्केट चाहिँ 11 अङ्क बढ्न सफल भएको 100 किता किन्नुहोस् आरएसएमएल जस्तै हो लो क्याप छ तपाईँको 32 नेटवर्थ भएको नारायणी 12 अङ्क डेभलपमेन्ट ब्याङ्क मार्केट आउरी 1100 छ चार्टमा भने पनि मार्केट हायर बनायो है आउरी मार्केट चार्टमा चाहिँ 12 अङ्क बढिसक्यो ल ऊ कप कप खायो ल खायो खायो ल ऊ खायो खायो ल